मैले पनि रातो साडी लगाएर तर तीज गीत चाहिँ होइन है हाम्रो एउटा छ हो रातो साडी लगाएर आज पनि फाइनल्ली हाम्रो ढोका सब थाहा छ को के पहिला झन् जानिरहेको युट्युब च्यानललाई केही भनिदियो मैले त भनिदियो माने सबै लाइक गरिदिया कमेन्ट गरिदिया सब्सक्राइब गरिदिया राम्रो मानिदिया निको मानिदिया यो निकी मान्छे हो भयङ्कर मोडल हो अब डान्सर हो डान्स मास्टर हो गायक पनि हो यो त हाम्रा यी छन् भाइरल टिकटक रामनाथ सर छन् अब अगाडि हाम्रो म्याडमहरू छन् खासै अब कसै छ अब भन्न गउन आएको थियो हामीले लाइभमा सबैले लाइक सब्सक्राइब गरिदिनु होला यो युट्युब च्यानललाई चाहिँ है मोडलले देखायो यिनीहरूले बेमान गरेका छन् म कालै मान्छे हो यसो अनुहारमा चिने पनि यो छोरा है ल राम सर हुनुहुन्छ यहाँ ल सबैलाई नमस्कार आज हामी यता कहाँ रे फेवाताल पोखरामा छौँ यता फेवाताल उता आफ्नै ताल छ अब उहाँको च्यानल छ दिनु होला सरस्वतीजीको युट्युब च्यानल साथै उहाँको चाहिँ टिकटक आइडीलाई पनि फलो गरिदिनु होला फेसबुकलाई पनि फलो गरिदिनु होला सबैले एकदम राम्रो हुनुहुन्छ राम्री हुनुहुन्छ एकदम सुन्दर हुनुहुन्छ ब्युटिफुल हुनुहुन्छ सबैले उहाँलाई चाहिँ फलो गरिदिनु होला है त साथी बनाइदिनु होला है सुन्नुभयो गाइज थ्याङ्क यू सो मच फेरि म यताको दामी भ्यूहरू देखाउने छु है हजुरहरूलाई बिजो कसको बच्चा हो आफ्नो बच्चा सानी मामु खोइ साना फाइनल्ली यता घोडा चढ्न पनि पाउँदो रहेछ के छ खबर एकदम थ्याङ्क यू अरे सर दामी सबै राम्रो देखिनु होला त भन्नु खोजे ए म राम्री रे गाइज कसको बर्थडे हो ए ह्याप्पी बर्थडे भनिदिनु ल हामी अहिले सुटिङमा व्यस्त छु गाइज यता ह्याप्पी बर्थडे बहिनी फाइनल्ली आज यहाँ अलरेडी मेला रहेछ अब यहाँ बुल्डी भन्यो कि मुला कब कहाँ ना घुमैया तब आ सिधा पोखरा फेवातालमा लिएर यी माधव सरले छन् यहाँ साँची छन् मुलाई कहाँ यिनले साँची छन् ल हेर मैले साँची छु यिनले साँची छन् हामीले साँची धेरै जना अनि फोटो नखिच्दै भनेर आज मुलाई कहाँ ना घुमैया महेन्द्रनगर बाइक भन्थ्यो आ सिधा पोखरा यी साँची 4-5 जनालाई लिएर राख्यो हो कि ना पोखरा हो कि ना पोखरा हो कागज पनि सही गरेर साइन सबले यो पोखरा हो पक्का पोखरा हो त ल यो पोखरा फेवाताल हो ल पोखरा हैन गाइज घोडाघोडी कैलाली धनगढीको घोडाघोडी हो ल है त ल आज घोडाघोडीमा मेला रहेछ गाइज त्यही मेलामा हेरिराख्छु प्रोफाइल चेक गरी यति राम्रो लाग्छ नि टिकटकहरु मेरो टिकटक मलाई राम्रो लाग्छ उहाँको टिकटक मलाई पनि राम्रो लाग्छ उहाँलाई सबैले फलो गरिदिनु होला है यो घोडाघोडी ताल हेरे म त हेर्छु यति हसाउनुहुन्छ नि कति सेट आएको छ